हरेक कुरामा रिस्क छ। त्यही कारणले रिस्क लिनुहोस् तपाईँको घरको परिस्थिति बदल्नको लागि। जबसम्म तपाईँले हिम्मत गर्नु हुँदैन तबसम्म तपाईँको परिस्थिति नै बदलिँदैन। जङ्गलको बाघले भोक लाग्यो भने नि, बाघ बुढो भयो भने नि बाघ आफै शिकारमा जानुपर्ने हुन्छ, अर्को बाघले मारेर लाखा हुँदैन। परिस्थिति बदल्नु चाहनुहुन्छ भने नि संसारमा धेरै देश छ जानुको लागि। तपाईँलाई प्रभुको अनुग्रह भयो भने नेपालमा केही गर्नु होला, तर जानु चाहनुहुन्छ भने पनि अलिक ठुलो देश ताक्नुहोस् क्या। कसैको तपाईँको स्यालेरी त आइयोस्, तपाईँको दिन्छ 20,000 25,000 के भएर हो, तपाईँको समय पनि बित्छ, तपाईँ त्यतिकै तपाईँ बुढो बन्छ। तपाईँले नगरे कसले गर्ने? हामी त भन्छौँ बाउले गरिदिए पो, आमाले गरिदिए पो, काकीले गरिदिए पो, माइजूले गरिदिए पो, उनीहरूको लागि गर्दा गर्दै थाकिसकेको छ, तपाईँको लागि गरिदिन्छ। तपाईँ आफूले गर्नुपर्ने हुन्छ। हालेलुया। मलाई मेरो परिस्थिति मन परेन, साँच्चै मेरो परिस्थिति मलाई मन परेन, मैले बदल्ने हिम्मत गरेँ, यीशुमा बिलिभ गरेँ, सबैको गाली लान्छना सही, मैले परिस्थिति बदले।